मेरो बाजे 81 बुढो हुनुभयो। मेरो बाजे जो 81 वर्ष पुग्नुभयो, बुढो हुनुभयो। उहाँले जिन्दगीको धेरै लामो अनुभव बाँचिसक्नुभयो। सुख देख्नुभयो, दुःख धेरै देख्नुभयो, विश्वास देख्नुभयो, विश्वासघात धेरै देख्नुभयो। मेरो बाजे बुढो हुनुभयो। अभाव नदेख्ने त झन् कुरै भएन, तर अभावमा पनि हाँसेर जिउने कला जान्नुभयो। तर मेरो बाजे बुढो हुनुभयो। म बाजेको जेठो छोराको जेठो छोरा। अहिलेको एआईबाट माथि उक्लिरहेको यो युगमा मसँग इन्फर्मेसनका लागि धेरै स्रोतहरू छन्। बस सर्च गर्नु मात्रै पर्यो। बाजे नातिको दौडधुप। बाजेले पुरै जिन्दगी दौडधुपमै बिताउनु भयो। घरदेखि बेसी, बेसीदेखि घर, धेरै जसो गाई चराउन, थोरै जसो धान बोक्न अनि केही जसो कुलो खन्न। म पनि बाजेको 100 गुणा बढी दौडधुपमा छु, व्यस्त छु। कहिले सहर, कहिले रहर, कहिले बगर, कहिले भिडभाड, कहिले नगर, कहिले उल्लास, कहिले थकान, कहिले मातृभूमि, कहिले मुगलान। तर किन भागिरहेको छु थाहा छैन। यसो एकैछिन निहाल्दा लाग्छ सायद आशा छ, सुख पाइहाल्छु कि जो कहिले तृप्त हुँदैन। त्यति पैसा, त्यति सम्पत्ति जोड्न सकिहाल्छु कि जसको भण्डार कहिले भरिँदैन। कतै त्यो आकाश नै छोइहाल्छु कि जो असम्भव छ। म पनि दौडधुपमा व्यस्त छु, बाजेभन्दा 100 गुणा बढी। कसलाई सोधौँ? यो दौड कहिल्यै नटुङ्गिएको देख्दा एकपल्ट टक्क अडिएर आफैलाई सोध्छु, किन? आखिर किन? आफैबाट जवाफ आउँदैन। हुन पनि आफै धामी आफै बोक्सी त कसरी हुन सकिन्छ र? अनि च्याटजिपिटीलाई सोध्छु, किन मानिसको यो दौडधुप? च्याटजिपिटीले यसरी जवाफ दिन्छ, यति लामो जवाफ दिन्छ कि सुन्नै ज्याउ लागेर आउँछ। त्यसले बेली विस्तार लाउँछ। यति लाख पहिले हाम्रो पुर्खा बाँदर थिए अनि इभल्भ हुँदै जाँदा हामी मान्छे बन्यौँ। अफ्रिकाबाट माइग्रेट हुँदै हामी जहाँ तहीँ छरियौँ अनि कृषि तथा उद्योगको क्रान्ति अनि विश्वयुद्धहरू हुँदै अहिले एआईको युग, अझ जेनेटिक इन्जिनियरिङको युग के हो के। समाधान खोज्न गएको मेरो दिमाग झन्डैले फुटाल्दिन्छ। विश्वास र भर कसको गरौँ? विज्ञान भन्छ बिग ब्याङबाट पृथ्वीको उत्पत्ति भयो। पुरानो कहानी भन्छ खरानी र कुखुराको सुलीबाट भगवानले मान्छे बनाउनु भयो। नत्र हातको छाला कन्याएर सुन्नुहोस् त। धर्महरू भन्छन्, ओफ, धर्महरूको त नकुरा गरौँ। हरेक धर्मको आफ्नो छुट्टै राम कहानी छ। विश्वास, मलाई विश्वास लाग्छ त मेरो बाजेको। तर मेरो बाजे बुढो हुनुभयो। मेरो बाजे बुढो भए पनि उहाँले देखे जति, भोगे जति जिन्दगी जिउनलाई सायद कमै जसोले पाउँछन्। उहाँको भोगाइले उहाँभित्र भरिदिएको ज्ञान जो म लिन चाहन्छु। बाजेलाई सोध्न चाहन्छु, बाजे तपाईँले बच्चा बेला के बदमासी गर्नुभयो, के नगर्नु पर्थ्यो? कथुरे बैस लागेको बेलामा के उत्पट्याङ गर्नुभयो, के नगर्नु पर्थ्यो? झमट बैसको बेलामा के गलत काम गर्नुभयो, के नगर्नु पर्थ्यो? वयस्क भएर म्याच्योर हुनुपर्ने बेलामा के को पछि लाग्नुभयो, के नगर्नु पर्थ्यो? उमेर ढल्किँदै जाँदा के कर्ममा ध्यान दिनुभयो, केमा ध्यान नदिनु पर्थ्यो? आदि इत्यादि अनेक प्रश्न गरेर बाजेबाट ज्ञान लिन मन छ, ताकि बाजेको असल कामबाट प्रेरित भएर म अझ असल बन्न सकौँ। बाजेको गलत कदमबाट पाठ सिकेर म अझ सच्चिन सकौँ। तर विडम्बना मेरो बाजे बुढो त हुनुभयो। बाजेसँग लामो जिन्दगी भोगाएको अनगिन्ती ज्ञानहरू त छन्, तर मेरो बाजे बोल्न सक्नुहुन्न। मेरो बाजे सुन्न अनि बोल्न सक्नुहुन्न। मेरो बाजे जो बोल्न सक्नुहुन्न। सुने अनुसार 8-9 वर्षको उमेर हुँदा उहाँको काकाको बिहेमा खल्मेनीको छेउमा बन्दुक पड्केको आवाज सुन्दा बाजे तर्सिएर निकै साह्रै बिरामी हुनुभयो। त्यसपछि उहाँको सुन्ने र बोल्ने क्षमता बन्द भयो। धामीले भन्यो रे, वनको र सिकारीले वाक्य टिप्यो। बाजे र मेरो बाल्यकाल। म बच्चा हुँदा आमाले रक्सी बसाउनु भएको जहाजरीमा त्यही मुनिको तातो खरानीमा औँला चोबेर लेख्नुभयो,
क ख ग मैले उच्चारण गरेँ। बाजे फिस्स हाँस्नुभयो। अहिले सोच्छु बाजेले कहाँबाट सिक्नुभयो अक्षर, कि त उहाँले जान्नुभएको त्यति नै थियो कि? म बिहानै डाँडा खेतमा बाँदर हुन जाँदा बाजे गाई चराउन दिउँसो आउनुहुन्थ्यो र खेतको पुछारमा बसेको मलाई खाना खान आइज भनेर बोलाउँदा निकै चर्को अनि अनौठो आवाज निकाल्नुहुन्थ्यो। त्यो मेरो दिमागमा सधैँ छ। मेरो बाजे अहिले त बुढो हुनुभयो। मेरो बाजेमा माया प्रेम स्नेह त छँदै नै छ, तर बाजेमा एङ्गर र एग्रेसन पनि छ। म 13-14को हुँदा कहिलेकाहीँ हस्ताङ्गे, रन्जिते, राजे र मिलने भएर एकजनाको घरमा सुत्थ्यौँ र म बिहान 9 बजीतिर मात्रै घर आउँथेँ। तब बाजेले सङ्केत गरेर रिसाउनुहुन्थ्यो, चोर आउँला माछा जस्तै पारेर माथि माथि नचाउनुहुन्थ्यो अनि घामलाई समातेर पूर्वदेखि पश्चिम लानुहुन्थ्यो। मतलब काम छैन, लखर लखर डुल्छस् अनि अबेर घर आउँछस् किन? सधैँ बाजे यसरी रिसाउँदा अन्त्यमा बाजेको मुखको विचलनले या भनेको देखिन्छ। खास के भनेको थाहा भएन। केही साल अघिसम्म त बाजे दसैँमा बिहानदेखि रातिसम्म घरमा देखिनुहुन्नथ्यो। राति मात्रै भर्खर हिँड्न सिक्दै गरेको बच्चा जस्तो लड्न खोज्दै घर आउनुहुन्थ्यो मातेर। अनि तिहारमा पनि रिङ्के भएर छिमेकमा अनौठो आवाज निकाल्दै देउसी पनि खेल्नुहुन्थ्यो। तर अहिले त मेरो बाजे बुढो हुनुभयो। कोही गाउँले आउँथे बाजेसँग गफ गर्न। बाजेलाई भनेका शब्दहरूभन्दा कराएर सुनाउँथे। हात पनि नाचेको भन्दा धेरै चलाउँथे। कोही चाहिँ आउँथे गफ लाउँथे, एक शब्द ननिकाली हातको सङ्केतबाट कतिखेरदेखि गफ हुँदै गरेको थाहै नहुने। अब त बाजे बुढो हुनुभयो। गाउँले आउँछन् कि आउँदैन थाहा छैन, म यता छु। मलाई याद छ साम्बा बाजेहरूसँग आफै बुनेको डोकोको अग्लो चाङ बोकेर जानुभयो सोमबारे मेरो बाजे। निकै दिनपछि आउनुभयो। के ल्याउनुभयो थाहा भएन, तर त्यति बेला पहिलो पटक खाएको मिठो स्वाद जिब्रोले आजकल कहिल्यै पाउँदैन। थालमा मुराई र बिचमा सक्खरको डल्लो। अहिले त मेरो बाजे बुढो हुनुभयो। नसुन्नु नबोल्नुका आफ्नै फाइदा। नबोलेर नसुनेर के भयो त? सुने पनि नसुने पनि, बोले पनि नबोले पनि मेरो बाजे नै हो। यहाँ आफ्नै नजिककाहरूले त कहिले यति चितो बोल्छन् कि सुन्नै सकिँदैन। टाढाको अरूको त झन् के कुरा। यहाँ आफ्नै निकटकाहरूले यति अमिलो टर्रो बोल्छन् कि सहनै गाह्रो हुन्छ। त्यसैले कहिलेकाहीँ त लाग्छ मेरो बाजेले नबोलेर र नसुनेर ठिकै गर्नुभयो। यहाँ सुन्नु पनि कहिले सजाय जस्तै हुन्छ, बोली पनि कहिले विष जस्तै बन्छ। अझ देशकै कुरा गर्ने हो भने बोलेरै यहाँ पानी जहाज र ग्यासको पाइपलाइन आउँछ। बोलेरै यहाँ हाम्रो देश सिङ्गापुर बन्छ। बोलेरै किर्तिपुरको डाँडामा 3 लाख बसी आउँछ। अनि हामी त्यही सुनेर आफ्नो कान थर्किने गरी ताली पिट्छौँ अनि हामीलाई धोका हुन्छ। ल अब भन्नुहोस् त, मेरो बाजेले सुनेर र नबोलेर ठिक गर्नु भएन त? बाजेको स्ट्रेन्थ। बाजे देख्नुहुन्छ कोही गाउँ छोडेर सहर पसे, गाउँलाई चटक्क बोलेर। कहिलेकाहीँ पाहुना बनेर आए अनि आफ्नै गाउँको विकास नभएको देखेर गिज्याए। बाजे सुन्नुहुन्न, बस इसाराले के छ ठिक छ कहिले आएको सोध्नुहुन्छ। बस त्यहीँबाट म सिक्छु अपना काम से काम रखो, दूसरों का बात का क्या करना। म जवान भइसक्दा पनि बाजेले नार्ने गोरुहरूको लागि जुवा बोक्ने म थिएँ। म जवान भइसक्दा पनि बाजेले जोतिरहेको बारीमा मकैको सियो लगाउने म थिएँ। बाजेले काम गर्न कहिले लाज मान्नु भएन, आलस मान्नु भएन। खै म चाहिँ बाजेको लुप्त गुणहरू सबै आफैले लिएर पैदा भएछु। काम गर्न लाज मान्ने अनि सात अल्छे। र त बाजेको नसुनेको, बाउको पनि नसुनेको पाप कराएर नै होला अहिले साउको त नसुनेर धरै छैन। मेरो बाजे बुढो हुनुभयो। बुढो हुँदाहुँदै पनि काम गर्ने बानीले नै पल्लो बारीमा पुरानो सखुवाको खम्बा बोक्ने हुँदा बाजेको ढाँड सड्कियो। त्यसपछि प्राय ढाँड छाम्दै हिँड्नुहुन्थ्यो। केही पटक अस्पताल पनि लगियो, बिसक भएन। बाजे बुढो त हुनुभयो, फेरि अस्पताल जान पनि मान्नुहुन्न।
भन्नुहुन्छ फलाना बिरामी भयो, अस्पताल लग्यो, मर्यो। फलानालाई पनि अस्पताल लगे, मरिगयो, बाँच्यो, मलाई पनि मार्ने भो म जान्न। बाजेलाई राम्ररी बुझाउने कसले? आफूलाई भने बाजेलाई भात खान आउनु भन्दा बाहेक केही भन्नै आउँदैन। बाजे र सुर्ती। केही साल अघिसम्म बाजे आफैले सुर्ती रोप्नुहुन्थ्यो। साग जत्रै पात हुने गरी फलाउनुहुन्थ्यो। बेच्नुहुन्न थियो। कसैलाई यत्तिकै दिनुहुन्थ्यो। बाँकी आफै सेवन गर्नुहुन्थ्यो। मलाई याद छ, म सानो हुँदा बरबुङमा बारीको दाहिनेपट्टि हाम्रो टाढ भएको खरको छानावाला गोठ थियो। बाजे र म गाई चराउन गएका, बर्खायाम, सिमसिम पानी परिरहेको, गाईबस्तु चरिरहेका, मकै फलिरहेको, जाडो। बाजेले चकमक र रुई निकाल्नुभयो। चकमकको झिल्काले रुई बाल्नुभयो। रुईबाट सुर्ती बाल्नुभयो। अनि सुर्तीमा मुठी पारेको खर झोस्नुभयो र जोडले तान्नुभयो। खर राँको जस्तै गरी बल्यो। त्यसैबाट आगो बाल्यौँ अनि मकै पोल्यौँ अनि खायौँ। आहा, कति स्वादिष्ट। बाजेले अझैसम्म सुर्ती खानु नै हुन्छ, जबकि उहाँ 81को हुनुभयो। अब मलाई लाग्छ स्मोकिङ इज डेन्जरियस फर हेल्थ भन्ने नारामा अर्गानिक सुर्ती समेटिँदैन होला सायद। माग। मेरो बाजे अहिले बुढो हुनुभयो। सोच्छु बाजेले त आफ्नो बुबासँग के माग्नुभयो थाहा छैन, तर बुबाले भने बाजेसँग नयाँ हलो माग्नुभयो ताकि बारी जोत्न सजिलो होस्। अनि मैले बुबालाई बाइक मागेँ ताकि हिँड्न सजिलो होस्। अनि मैले भन्ने गर्थेँ, यही क्रम अनुसार अघि बढ्ने हो भने मेरो छोराले त मलाई हेलिकप्टर माग्ने पक्का भयो, होइन र? भन्दा नभन्दै 1-2 साथीहरूको छोराले अस्ति ड्रोन मागिसके। बाजेको अशक्तता। अब त मेरो बाजे बुढो हुनुभयो। हिँडुल गर्न गाह्रो हुन्छ। उमेर नै हो, उमेरलाई रोक्न सकिन्न। एकपटक बाजे बिरामी हुनुभयो। आम्दा अस्पतालमा हेरचाह गर्नेहरूमा भाइ माइलो र कान्छो अनि बहिनी काकाको छोरी भए। त्यतिखेर बुबा र काकालाई मैले भनेको थिएँ, तपाईँहरूलाई पनि चाँडै नाता नातिना पाइदिन पर्ने भयो है, ताकि तपाईँहरू बिरामी हुँदा अस्पतालमा हेरचाह गर्ने त नाता नातिनी चाहियो, होइन र? यो मेरो व्यङ्ग्य थियो। कतिको गम्भीरतापूर्वक लिनुभयो उहाँहरूलाई नै थाहा होला। बाजेको हेरचाह। बाजे बुढो हुनुभयो। बुढो बाजेको हेरचाहमा हामी सबै जुट्नुपर्छ अनि बुबा र काका अघि आउनुपर्छ। जस्तै जब ऋतुचक्र घुम्दै पतझडको मौसम आउँछ र एउटा ठुलो रुखको पातहरू झर्न थाल्छन्, तब पात झर्नलाई सबैभन्दा मुनितिरको पातबाट सुरु हुन्छ। जबसम्म त्यो एउटा पातले आफ्नो हाँगाको सिन्कासँगको जोडतीलाई अन्तिम पलसम्म थेक्न सक्दैन, तबसम्म त्योभन्दा माथिल्तिर रहेको पातले उसलाई सुरक्षा दिइरहेको हुन्छ, घाम, पानी र असिनाबाट। तर हावाको झोकाबाट पनि ऊ आफै पनि पीडित हुन्छ। जिन्दगी चक्र नै हो। हामी सबैले त्यो कर्म गर्नुपर्छ जुन कर्म पछि आफूलाई पनि होस् भन्ने चाहना हुन्छ। बुबा र काका, हाम्रो बाजेको सेवामा अघि आउनुहोस् ताकि तपाईँको वृद्धावस्थामा हामी तपाईँको सेवामा समर्पित बन्न सकौँ। अनि मलाई पनि बुढेसकालमा मेरो सन्तानहरूले हेरचाह गरौँ। सन्तान त्यसैका लागि त होला नि, है, होइन? हो। कति सन्तानहरूले त आफ्नो बुबा आमालाई यति उमेरसम्म देख्नलाई नसिब पनि हुँदैन। अनि संसारमा भगवान छन् कि छैनन् त्यो कसले देखेको छ र? तर आफूलाई यो धरतीमा ल्याउने जिउँदो भगवानको सेवा गर्न पाउनु जति पुण्य कर्म अरू के होला र? अन्त्यमा खैर, मेरै त जवानी ढल्न लागिसक्यो। मेरो बाजे बुढो नहुने त कुरै भएन। मानव इतिहासको अध्ययनले मानव भविष्यको बारेमा भन्ने एउटै कुरा हो, पिँढी दर पिँढी अझ समृद्ध, अझ परिष्कृत, अझ एडभान्स मानव सभ्यता बनै विकासको उचाइमा उक्लँदै जानु हो। सरल भाषामा भन्दा मेरो बुढो बाजे भन्दा मेरो बुबा बाठो हुनुहुन्छ। अब बुबा भन्दा म अझ बाठो कसै गरी बन्ने कोसिस गर्नुपर्छ। अनि म भन्दा बाठो मेरो सन्तान हुनै पर्छ। यही हो मानव अस्तित्वको पहिचान र उद्देश्य। मेरो बुढो बाजेलाई खुट्टामा ढोक छ। धेरै सम्झना अनि माया।
नाति रोमन सुब्बा हाल विदेश। मलाई मेरो वृद्ध बाजेको बारेमा आएको सोचले पिरोलिरह्यो, त्यस कारण यहाँ लेखेको। अनि मेरो भनाइ पनि हो कि आफ्नो बुढो अभिभावकहरू फर्किएर जवान त बन्न सक्नुहुन्न नै, समय पनि ढल्दै गइरहेको छ। अनि आफ्नो बुढो अभिभावकहरूको तस्बिरहरू चाहिँ समवेदनासँग मात्रै पोस्ट गर्नुपर्छ भन्ने पनि छैन। उहाँहरूको सिङ्गो जीवनको भोगाइले हामीलाई धेरै कुरा सिक्नमा सहयोग गर्न सक्दछ। धन्यवाद।